ओके च्याप्टर 44 यसको छिमोक रहेको छ थोमोक सिगोङ भनेको चाहिँ थोमोक भनेको चाहिँ सिभिल इन्जिनियरिङ हैन को सिगोङ भन्ने बित्तिकै चाहिँ हामीले के बुझ्छौं भन्दाखेरि निर्माण है यो सिभिल इन्जिनियरिङ सम्बन्धी छ क्या है अलिकति नयाँ कुरालाई पनि जोडेको छ अब यसमा चाहिँ हामीले समग्र रूपमा चाहिँ अब पुरानो बुक भन्दा चाहिँ के नयाँ कुराहरुलाई चाहिँ परिमार्जित गरेर राखेको छ त्यही भएर यस्तो यो नयाँ जुन थप गरेको छ यसबाट चाहिँ क्वेशनहरु आउने अहिले चाहिँ प्रबल सम्भावना छ के म्याक्सिमम चान्स हुन्छ हैन त्यही भएर यसलाई चाहिँ तयारी चाहिँ व्यापक रूपमा गर्नु होला सबै विद्यार्थी भाइ बहिनीहरुले हैन च्याप्टर 44 यसको चाहिँ छेमोक रहेको छ हेर्नु होला सबैले हैन थोमोक सिगोङ भनेको चाहिँ सिभिल इन्जिनियरिङ है सिभिल इन्जिनियरिङ भन्ने बित्तिकै बुझ्नुहुन्छ होला हैन बुझ्नुहुन्छ कन्स्ट्रक्सनहरुको है विभिन्न चाहिँ जस्तै भौतिक संरचनाहरु बनाउने सबै कसको काम हो त सिभिल इन्जिनियरिङ है त्यस्तो डिजाइनहरु बनाउने हैन नक्सा म्यापिङहरु गर्ने सिभिल इन्जिनियरिङ हैन यो सबै चाहिँ केमा पर्छ त यो थोमोकमा पर्छ है ल यो पनि हेर्नु होला थोमोक भनेको के रहेछ त भाइ बहिनीहरु सिभिल इन्जिनियरिङको सिगोङ भनेको चाहिँ निर्माण भनेको है ओके खासमा चाहिँ त्यसरी बुझ्दा पनि हुन्छ अथवा थोमोक सिगोङ भनेको सिभिल इन्जिनियरिङ भनेर बुझ्दा पनि हुन्छ है च्याप्टर 44 यसलाई चाहिँ हेरौं यसलाई चाहिँ कोरियनमा भन्दाखेरि सासिप्सा भनेको 44 ग्वा भनेको पार्ट है सासिप्सा ग्वा यसको चाहिँ छेमोक रहेको छ थोमोक सिगोङ भनेको चाहिँ जसको अर्थ हुन्छ सिभिल इन्जिनियरिङ है सिभिल इन्जिनियरिङ भन्ने बित्तिकै बुझ्नुहुन्छ नि विभिन्न भौतिक संरचनाहरु बनाउने हैन नक्साङ्कन गर्ने हैन र विभिन्न डिजाइनहरु गराउने त्यो सबै सिभिल इन्जिनियरिङ अन्तर्गत पर्दछ है त्यो पनि भयो अनि जस्तै थोमोक सिगोङ भनेको छ यो सिगोङ भन्ने बित्तिकै चाहिँ बुझ्नु होला तपाईहरुले यसको अर्थ हुन्छ निर्माण है सिगोङ खोङसा है यसको अर्थ हुन्छ निर्माण कहिलेकाहीँ खन्सल पनि भन्छ खन्सल है खन्सल हैन यसले पनि निर्माण भन्ने अर्थ दिन्छ अब यसैमा हामीले आधा आधा लगाइदियो भने फेरि यो क्रियामा गयो के सिगोङ आधा निर्माण गर्नु खोङसा आधा निर्माण गर्नु खन्सर आधा निर्माण गर्नु ल मैले यहाँ आधा लगाइदिए अब यो आधा लगाइदिएपछि यो केमा हो त क्रियामा जसको अर्थ के हुन्छ निर्माण गर्नु है यो फिसुतमा दिन सक्छ यसलाई चाहिँ तयारी गर्ने एउटा चाहिँ फिसुत थान्दै पनि आउँछ हैन एक्जाममा सिगोङ खोङसा खन्सल भनेको निर्माण अब यसमा आधा लगाइदियो भने त्यो के चाहिँ क्रियामा गयो है सिगोङ आधा निर्माण गर्नु खोङसा आधा निर्माण गर्नु खन्सर आधा निर्माण गर्नु ओके ल अनि यो चित्रमा हामीले प्रष्ट रूपमा देख्न पनि सक्छौं है यो एक्जाभेटर यसलाई खुल्छाक्की भनिन्छ है खुल्छाक्की अथवा खुल्साक्की पनि भनिन्छ है खुल्साक्की पनि भन्छ अनि फोकुरेन पनि भन्छ है फोकुरेन भनेको के फोकुरेन अंग्रेजीबाट आएको है एक्जाममा खुल्साक्की फोकुरेन भनेको के रहेछ त यो एक्जाभेटर है एक्जाभेटर भनेको है एक्जाभेटर भन्ने के त डोजर हैन यसको काम के हो त खन्ने चट्टानहरु फुटाउने सबै काम चाहिँ यसैको है खनेर निकाल्ने खाडल पार्ने सबै काम के को हो त एक्जाभेटर है यो जुन बकेट छ अब यो बकेटलाई चाहिँ सार्न मिल्छ हैन यताउति उम्जिगिदा है उम्जिगिदा भनेको त मुभ गराउन मिल्छ के यसलाई हैन जुन यो हाइड्रोलिक वाला छ यो चाहिँ जुन
स्ट्यान्ड जो छ हैन यो हाइड्रोलिक प्रेसद्वारा चल्ने है ओके ल खिल्चाकी फोकुरेन भनेको के रहेछ एक्जिभेटर हो भन्ने हैन ल हेर्नु होला है अनि जस्तै यहाँ यो चित्रमा देख्न पनि सक्छौं हामीले यसले चाहिँ के काम गरे रहेछ भन्दाखेरि बाटोमा यहाँ चाहिँ यस्तो खालको केही पाइपहरु के बिछाएको छ अथवा के बीम चाहिँ बानेको छ क्या हैन खनेर त्यहाँ नयाँ संरचना है नयाँ चाहिँ स्ट्रक्चर नयाँ चाहिँ एउटा फाउन्डेसन गराएको छ हैन यो पनि हेर्न सक्छौं अनि यसलाई हेरौं यहाँ यो कुराकानी रहेछ है कुराकानीमा के भनेको छ हेरौं न त सांसुदोग्वानोल सल्चिहाल्ते मल छुइयादेऊ भन्छ है सांसुदोग्वानोल भनेको छ नि सांसुदो भनेको चाहिँ तपाईको पानीको पाइप खाने पानीको पाइप है सांसुदोग्वानोल सल्चिहाल्ते खाने पानीको पाइपलाई जडान गर्ने बेलामा मोल छुइयादेऊ के कुरामा सावधान हुनुपर्छ भन्छ है सांसुदोग्वान भनेको खाने पानीको पाइपलाई है खाने पानीको पाइप भनेको है ओके यसलाई के भनिँदो रहेछ कोरियनमा सांसुदोग्वानोल खाने पानीको पाइपलाई सल्चिहाल्ते हामीले पढिसक्यौं सल्चिहादा भनेको जडान गर्नु हैन खाने पानीको पाइपलाई जडान गर्ने बेलामा मोल के कुरामा छुइयादेऊ सावधान हुनुपर्छ भन्छ है सांसुदोग्वान भनेको खाने पानीको पाइप हो है अनि हामीले पढेका थियौं सुदो भनेको के हो त खाने पानी हो है सुदो भनेको राजधानी पनि हो हैन राजधानी हो अनि यसमा यहाँ दिएको छ नि ग्वान अथवा होसु अथवा हाइफु भनेको पाइप हो है यसलाई पनि पढ्ने अनि सल्चिहादा अनि छोरीपादा अनि यङ्गेरादा यो सबैको अर्थ चाहिँ जोड्नु अझै इत्ता भन्ने पनि हुन्छ सिंगल स वाला इत्ता यो सबैको अर्थ के हुन्छ जोड्नु है ओके सल्चिहादा छोरीपादा यङ्गेरादा इत्ता जोड्नु भनेको फिसुटमा आउँछ हैन अनि छुइहादा भनेको सावधान हुनु यहाँ दिएको छ यसलाई पनि लेखौं छुइहादा है छुइहादा भनौं छुइहादा यो उही बीचमा आउँदा के भन्ने ई उच्चारण है छुइहादा भनेको सावधान हुनु छुइहादा सावधान हुनु है अनि छोसिमहादा भनेको होशियार हुनु अनि कोमकोमहादा भनेको पनि होशियार हुनु सावधान हुनु भनेको है कोमकोमहादा भनेको पनि होशियार हुनु सावधान हुनु भनेको है आलको इच्छा अब यसले भन्न खोजेको खाने पानीको पाइपलाई जडान गर्ने बेलामा मोल छुइहाल्यो है के कुरामा सावधान हुनुपर्छ भनेको के कुरामा चाहिँ सावधान हुनुपर्छ भनेको छ अनि अर्को पनि हेर्छौं यहाँ अब यो माइनस वाला होसु भनेको पाइप हो अनि अर्को पनि छ भाइ फेरि यस्तो वाला होसु भनेको टी
टी वाला होसु भनेको फेरि ताल, फेवा ताल, रूपा ताल, दानापुर ताल, गजेडी ताल भने जस्तो है। आलको इच्छो गजेडी ताल जाने, कमलको फुलहरु फुलेको छ, फुट दुई चारवटा टिप्ने, अनि त्यसपछि स्वप्न सुमनको गीत, बोल्नलाई बोल्न त पाइन्छ, बोल्ने पनि तरिका चाहिन्छ भन्दै टिकटक बनाएर हाल्नु है। स्वप्न सुमन चलेको गीत छ नि हैन। ल आलको इच्छो अब यहाँ हेर्नु पर्यो। सुदो भनेको खानेपानी रहेछ, सुनो भनेको सुदो भनेको राजधानी पनि रहेछ। अनि यसलाई चाहिँ हामी ग्वान ग्वान भने पनि हुन्छ, ख्वान भनौँ हैन। ख्वान, होसु, फाइफु भनेको पाइप हैन, तीवाला होसु भनेको ताल, अनि सल्छी आधा, छोरी फादा, ह्याङ्गे राधा, अनि यो सिंगल सवाला इत्ता, यो सबैको अर्थ जोड्नु हुन्छ है। अनि यो डबल सवाला इत्ता भनेको फेरि हुनु रहनु है। यस्तो इत्ता भनेको हुनु रहनु भन्ने अर्थ लाग्छ हैन। यसलाई पनि पढ्नु होला। अनि अर्को भनेको छ नुसुगा फाल्सिङ आजी आन्दोरक भनेको छ है। नुसु भनेको लिकेज, खानेपानीको लिकेजलाई नुसुगा फाल्सिङ आदा भन्छ है। खानेपानीको जुन लिकेज हुन्छ त्यसलाई चाहिँ नुसुगा फाल्सिङ आजी आन्दोरक भनेको छ। खानेपानीको लिकेज नहुने गरी, यहाँ जी आन्दोरक लागेको छ नि, जी आन्दोरक भनेको नहुने गरी भन्ने, यसले नेगेटिभमा लान्छ। भिएसटी प्लस जी आन्ता नहुनु, अनि भिएसटी प्लस दोरोक भनेको फेरि ने गरी है। नुसुगा फाल्सिङ आदा भनेको खानेपानीको पाइप लिकेज हुनु हो हैन। अनि यसमा हेर्नुहोस् त जी आन्दोरक लागेको छ नि त, खानेपानीको पाइप लिकेज नहुने गरी यहाँलाई भनेको छ ख्वानुन, पाइपलाई छाल राम्रोसँग एङ्गल हेरिदियो, जोड्नु पर्छ। मैले यहाँ लेखाएको छु नि, एङ्गल राधा भनेको के रहेछ, जोड्नु है। खानेपानीको पाइप चाहिँ लिकेज नहुने गरी हैन, अथवा यहाँ भन्न खोजेको लिकेज नहुने गरी खानेपानीको पाइपलाई राम्रोसँग जोड्नु पर्छ भनेको छ। एङ्गे राधा भनेको पनि के रहेछ, जोड्नु रहेछ। सल्सी आधा भनेको जडान गर्नु, जोड्नु रहेछ हैन। अनि अरु के रहेछ त, सिंगल सवाला इत्ता भनेको पनि जोड्नु रहेछ, छोरो पादैन जोड्नु रहेछ। अनि डबल सवाला इत्ता भनेको फेरि हुनु रहनु है। यस्तै तयारी गर्दै गयो भने सजिलो हुन्छ पछि हैन बुझ्नलाई। ल अब यसको पनि वर्ड मिनिङ लेख्छौँ हैन। हेरौँ न त वर्ड मिनिङ के रहेछ। जस्तै नुसुगा फाल्सिङ आदा, नुसुगा फाल्सिङ हादा भनेको छ है। यहाँ हेर्नु त, फाल्सिङ आदा भनेको खास देखा पर्नु, उत्पन्न हुनु हैन। अब नुसुगा फाल्सिङ आदा भनेको खानेपानीको पाइप लिकेज हुनु भनेको के, लिक हुनु है। लिक हुनु है, लिकेज हुनु भने ओके। अरु बेलामा फाल्सिङ आधा भनेको फेरि अरु बेलामा के हो त, देखा पर्नु, उत्पन्न हुनु। फाल्सिङ हादा भनेको देखा पर्नु पनि हो अनि उत्पन्न हुनु पनि हो। केही कुरा देखा पर्ने, उत्पन्न हुनु है ओके। अनि यहाँ नुसुगा फाल्सिङ आधा भनेको फेरि खानेपानीको पाइप चाहिँ लिक हुनु, लिकेज हुनु भनेको है ओके। नुसुगा फाल्सिङ आधा, अरु बेलामा फाल्सिङ आधा भनेको फेरि देखा पर्नु, उत्पन्न हुनु। त्यसै सागोगा नादा भनेको के होला, दुर्घटना हुनु हैन। अनि केही कुरा देखा पर्यो, केही उत्पन्न भयो भने त्यस्तो बेलामा फेरि फाल्सिङ आधा पनि भन्छ है। ल अनि अर्को यहाँ ग्रामर दिएको छ, मुन बबमा जाउँ। भिएसटी प्लस, यसलाई पनि लेख्नु होला सबैले, अलि बुझ्न सजिलो हुन्छ हैन। भिएसटी प्लस अया आया अनि यया
हेया अनि वया है यो छ। अनि फेरि लास्टमा हामी के लाउँछौँ त यसैसँग है गेसुमिदा याफी गेसयो आयाफी अनि फार्मलमा फेरि गेस छ है अनि गेस छ फार्मल जसको अर्थ चाहिँ बीएसटी प्लस अया आया यया हेया वया गेस सुविधा अथवा गेस सयो गेस छ जसको अर्थ चाहिँ नु पर्ला भन्ने हुन्छ है जसको नेपाली अर्थ के हुँदो रहेछ नु पर्ला डट डट नु पर्ला है कस्तो कुरा जनाउने हो त यसले भविष्यमा गरिने कुरालाई एउटा चाहिँ अनुमान गर्दा के है भविष्यमा गरिने कुराको बारेमा अनुमान गर्दा जस्तै भोलि म बुटल बजार घुम्न जानु पर्ला हैन भोलि भने के त भविष्य हो निरे हो हैन अब के गरेको त्यसले एउटा चाहिँ अनुमान गरेको हैन त्यो कुरालाई बुझ्नु पर्छ है नु पर्ला भन्ने अर्थ हुन्छ। अब अया चाहिँ यसलाई पनि बुझ्छौं अया कस्तो सन्दर्भमा लाउने भन्ने अया भावेल एन्डिङ कन्सोनेन्ट एन्डिङ दुईटै केसमा लागू हुन्छ आया पनि भावेल एन्डिङ र कन्सोनेन्ट एन्डिङ दुईटै केस यया एन्डिङ भए इला हटाएर यया है अनि हा एन्डिङ भए या अनि ब एन्डिङ र उ एन्डिङ भए वया है। अब अया हेरौँ न त अया चाहिँ ओरा छैन भने है ओरा छैन ओरा नभएर सुरुमै स्टार्टिङमा इ अथवा अ भावेल टी ठुलो अनि माइनस सानो यो चारवटा केसमा चाहिँ अया लाउने अथवा ओरा डा हटाइसकेपछि त्योसँग ओरा छैन भने अया लाउने अनि आया फेरि ठ्याक्कै भिएसटी गरिसकेपछि ओरा छ भने डा हटाइसकेपछि त्योसँग एटेच भएको भावेल कि ओ छ कि आ छ भने आया लाउने है अनि यया डा हटाइसकेपछि इन्डिङ छ भने इला हटाएर यया है डा हटाइसकेपछि हा इन्डिङ छ भने हालाई के गर्छौं या त्यो लेखिसकेको छ हैन ओके हा इन्डिङ ठीक छ यही छ अनि डा हटाइसकेपछि ब फाचिमको रूपमा आएको छ भने बल हटाएर वया अनि उ इन्डिङ है उ इन्डिङ पनि छ भने उलाई पनि हटाएर वया गर्छौं अनि सूत्रमा लान्छौं त्यो स्ट्रक्चरमा एपीमा गेस सुनेर लाउँछौं आईएफपीमा गेस छ फार्मलमा गेस छ जसको अर्थ नु पर्ला भविष्यमा गरिने काम कुराको बारेमा के गर्दा त एउटा चाहिँ विचार गर्दा अथवा अनुमान गर्दा हामी यसलाई प्रयोग गर्छौं है अलगो इच्छा अनि भिएसटी प्लस दुरोक भनेको छ है भिएसटी प्लस दुरोक भनेको नेगरी यसलाई पनि लेख्छौं है भिएसटी प्लस दुरोकको अर्थ हुन्छ डट डट है नेगरी भनेको जस्तै काम गर्ने गरी आउनुहोस् भोलिबाट तपाई हाम्रो अफिसमा काम गर्ने गरी आउनुहोस् भन्ने जस्तो क्या हैन नेगरी फंक्सासँग लाउने हैन भोलिबाट हाम्रो अफिसमा काम गर्ने गरी आउनुहोस् हैन तपाईहरु चाहिँ हैन मेहनत गर्ने गरी पढ्न आउनुहोस् भने जस्तो हैन नेगरी भन्ने लान्छ दुरोकले यसलाई भावेल एन्डिङ कन्सोनेन्ट र एन्डिङ केही छुटाउनु पर्दैन भावेल पनि पर्दैन कन्सोनेन्ट पनि पर्दैन र पनि पर्दैन भिएसटी गर्ने अनि के लाउने दुरोक लाउने है भिएसटी प्लस दुरोक यसैसँग मिल्दो पनि हुन्छ अर्को भिएसटी प्लस गे है भिएसटी प्लस गे भन्ने पनि हुन्छ जसको अर्थ पनि डट डट नेगरी काम गर्ने गरी खाने गरी आउने गरी जाने गरी बस्ने गरी हैन सबैले नेगरीमा लाने हो यसलाई भावेल एन्डिङ कन्सोनेन्ट रड्ने केही छुटाउनु पर्दैन है ओके यो पनि भयो हैन अनि औवीमा दिएको छ यसलाई पनि हेर्छौं है के कुरा रहेछ औवीमा है अनि जस्तै
हामीले पढेका थियौं नि ग्यास लिक हुनु है ग्यास लिक हुनुलाई फेरि हामी के भन्छौं त खासुगा सेदा है यो पनि आइराख्ने क्वेशन हो खासुगा सेदा ग्यास लिक हुनु है अनि कहिलेकाहीँ नुछुल थोइदा पनि भन्छ के पनि भन्छ त नुछुल थोइदा नुछुल थोइदा अथवा सेदा यो दुईटैको अर्थ के रहेछ लिक हुनु है लिक हुनु भनेको लिकेज हुनु है ओके याच वाला सेदा अर्को पनि हुन्छ फेरि सेदा अ प्लस ई वाला सेदा भनेको फेरि गणना गर्नु बोलियो हुनु भन्ने अर्थ लाग्छ है यसलाई पनि तयारी गर्ने अनि फेरि खानेपानीको पाइप लिकेज हुनुलाई फेरि के भन्दो रहेछ त नुसुगा हालसेंगा ग्यास लिक हुनुलाई खासुगा सेदा अथवा खासुगा नुछुल थैदा पनि हुन्छ सेदा नभनेर तपाईलाई नुछुल थैदा एक्जाममा नुछुल थैदा भन्छ थाम थानावा फिसुतान मारुन मसिनिका भन्छ अनि केलाई एन्सर लगाइदिनु नुछुल थैदाको सेदा लगाइदिनु है यसलाई पनि तयारी गर्ने अनि औइमा जान्छौं हामी यहाँ भनेको छ औइमा है औइ भनेको शब्द अर्थ भोकेबुलरी भइहाल्यो हैन अब यहाँ छुनसन भनेको छ यसलाई बुझ्नु पर्छ छुनसन छुनसन भनेको यो सरसफाई गर्ने ड्रेगिङ भन्छ क्या अंग्रेजीमा है बुझ्नु छ जुन पानीको सतह हुन्छ नि हैन त्यसलाई सरसफाई गर्ने अथवा चाहिँ त्यहाँ त्यसलाई चाहिँ खन्ने खोतल्ने कामलाई छुनसन भनिन्छ जस्तै नाली सफा गर्ने है नदी सफा गर्ने हैन अथवा खनेर निकाल्ने खोतल्ने सबै काम के सफा गर्ने खोतल्ने है छुनसन त्यसलाई अंग्रेजीमा के भने ड्रेगिङ है छुनसन खाल्ने नौई भनेको चाहिँ त्यो पानीको मुहान सफा गर्ने अथवा खन्ने खोतल्ने सम्बन्धित औइ शब्दावली भन्ने है अनि अर्को भनेको छ सांहासुदो भनेको छ है सांहासुदो भनेको चाहिँ खानेपानी र ढल सिगोङ खाल्ने निर्माण सम्बन्धित औइ शब्दावली है खानेपानी र ढल भनेको सांहासुदो भनेको के रहेछ खानेपानी र ढल खानेपानी र ढल सिगुङ भनेको निर्माण है खाल्लेन सम्बन्धित औइ शब्दावली खानेपानी र ढल निर्माण सम्बन्धित शब्दावली भनेको चाहिँ निर्माणसँग सम्बन्धित शब्दावली खानेपानी र ढल निर्माणसँग सम्बन्धित शब्दावली भनेको है अब हासुगु भनेको चाहिँ ढल हो के है ओके हासुगु भनेको वास्तवमा के हो त ढल सांग हासुदो भनेको छ नि है अनि यहाँ दुईटा कुरालाई जोडेको छ एउटा खानेपानीलाई अर्को चाहिँ ढललाई त्यही भएर दुईटैले जोडेपछि त्यो के भएको छ सांग हासुदो सिगोङ खाल्लेन औइ भनेको छ खानेपानी र ढल निर्माणसँग सम्बन्धित शब्दावली भनेको छ अनि मुनबार छंगुमा जान्छौं संस्कृतिमा जानकारीमा हाङ्गुगे कोरियाको ठेख्युमो भनेको चाहिँ ठुला आकारका भनेको है ठुला स्तरका भनेको ठेख्युमो भनेको ठुला स्तरका ठुला स्तरको थोमोक खोङसा भनेको चाहिँ सिभिल इन्जिनियरिङ निर्माण भनेको ठुलो स्तरका सिभिल इन्जिनियरिङ निर्माण भनौं है सिभिल इन्जिनियरिङ अनि खोङसा भनेको चाहिँ निर्माण जस्तै कोरियामा भएका ठुलठुला
सिभिल इन्जिनियरिङ निर्माणहरू के छन् त भन्ने कुरामा यहाँ दिएको छ है। जस्तै पुलहरू भयो, विश्व स्तरका हैन, विश्वको टप 10 मा पर्ने पुलहरू छ, ड्यामहरू छ, सुरुङ मार्गहरू छ हैन। ओके, जल सुरुङ मार्ग छ, स्थल सुरुङ मार्ग, त्यसैगरी चाहिँ पानी सुरुङ मार्ग, सबमेरिन ड्याम, समुद्रभित्र पनि गराएको छ हैन। त्यो विश्व स्तरका चाहिँ एउटा मापदण्ड अनुसार विश्वकै टप 10 मा पर्ने हैन, विश्वकै ठुला मध्येका पुलहरू हैन, सुरुङहरू हैन, बाटोहरू, हाइवेहरू सबै चाहिँ के पर्छ त कोरियाको चाहिँ ठुला स्तरका चाहिँ सिभिल इन्जिनियरिङ निर्माणमा पर्छन् के। ओके, त्यो कोरियाको एउटा ठुलो के हो त उपलब्धि हो हैन। ल, कोरियाका ठुलो स्तरका सिभिल इन्जिनियरिङ खोङसा भनेको के हो त कन्स्ट्रक्सन, निर्माण क्षेत्र भनेको है, निर्माण भनौँ। जस्तै पुल बनाएको छ राम्रो राम्रो हैन, विश्वकै ठुलो मध्येको पुलहरू पनि छन् पर्छ कोरियामा हैन। त्यसैगरी विभिन्न बाटोहरू, हाइवेहरू हैन, अन्तर्राष्ट्रिय स्तरको हाइवेहरू पनि बनाएको छ, 6 लेन 8 लेन वाला हैन, त्यो पनि छ। अनि मैले भने नि यो स्थल सुरुङ मार्ग हैन, जमिनहरूलाई चाहिँ अथवा पहाडहरू फोरेर सुरुङ बनाएको छ हैन, त्यस्तो सुरुङ मार्ग पछि छ। त्यसैगरी समुद्रभित्र सबमेरिन टनेल पनि बनाएको छ, सबमेरिन टनेल भन्छ त्यसलाई है, सामुद्रिक सुरुङ मार्ग है। आल्गोच्यो समुद्रभित्र पनि सुरुङ बनाएर चाहिँ गाडीहरू कुद्ने पनि गराएको छ। यो नै कोरियाको एउटा के हो त ठुलो स्तरका चाहिँ सिभिल इन्जिनियरिङको एउटा चाहिँ निर्माण हो है, सिभिल इन्जिनियरिङ कन्स्ट्रक्सन पर्छ है। त्यसको बारेमा डिटेलमा पढ्छौँ, कुन चाहिँ कहाँ रहेको छ है, कति किलोमिटर लामो छ, त्यो सबै डिटेलमा दिएको छ है। त्यसलाई चाहिँ मुनमा छङ्गुमा डिटेलमा पढ्छौँ। अनि हाक्सु मोक्फे भनेको छ अध्ययनको उद्देश्य, छुनसल भनेको त्यो पानी सरसफाइ गर्ने अथवा त्यसलाई त्यसमा भएको माटो फोहोरहरू निकाल्ने हैन। छागबे कामको थे बारेमा मुतको सोधेर थेदावालसित उत्तर दिन सकिन्छ भन्छ है। बुझ्नुहुन्छ, पानी सरसफाइ गर्ने कामको बारेमा सोधेर उत्तर दिन सकिन्छ। अनि अर्को भनेको छ साङहासुदो भनेको चाहिँ खानेपानी र ढलको सिगोङ निर्माणको ख्वाजाङे थे प्रक्रियाको बारेमा मारालसित कुरा गर्न सकिन्छ। ख्वाजाङ भनेको यहाँ के रहेछ प्रक्रिया है, ख्वाजाङ छल्छा प्रक्रिया हो भनेर मैले लेखाइसकेको छु हैन। ओके, खानेपानी र ढल निर्माणको प्रक्रियाको बारेमा कुरा गर्न सकिन्छ भन्छ है। साङहासुदो भनेको के रहेछ खानेपानी र ढल है, सिगुङ भनेको निर्माण, ख्वाजाङे थे है खानेपानी र ढल निर्माणको प्रक्रियाको बारेमा कुरा गर्न सकिन्छ। यसलाई पनि पढ्ने। ल अगाडि बढौँ है। यहाँ भनेको छ नि औई इलमा शब्द अर्थमा अब इलमा जाउँ है। छुनसन भनेको त बुझ्नुभयो नि हैन। के गर्ने त छुनसन भनेको पानी सरसफाइ गर्ने हैन, जस्तै खोला नालामा भएको है, नदीमा भएको हैन, पानी सरसफाइ गर्ने अथवा त्यहाँ भएको फोहोरहरू, माटोहरू, बालुवाहरू निकाल्ने हैन, त्यसलाई नै छुनसन भनिन्छ। अंग्रेजीमा भन्दा के भने ड्रेगिङ है, ड्रेगिङ भनिन्छ। फाल्लेन सम्बन्धित औए है, यो पानी सरसफाइ गर्ने सम्बन्धी शब्दावली भनेको छ हैन। अब यहाँ हेरौँ, जस्तै अब यो चित्रमा हामीले देख्न सक्छौं यो चाहिँ एक्जाभेटर हो, खुल्छाकी। एक्जाभेटरलाई हामी के भन्छौं खुल्छाकी हैन। यो खुल्छाकीले चाहिँ के गरेको छ त यो नदीको किनारबाट चाहिँ यो माटो हैन, अथवा यहाँ चाहिँ गिट्टीहरू अथवा यो बालुवा मिसिएको माटो है, बालुवा मिसिएको माटोलाई चाहिँ थोजा भनिन्छ। माटो मात्र भन्यो भने हुक हो है, हुक मात्र भन्यो भने के हो त माटो है। अनि थोसा भनेको चाहिँ थोसा, थोसा भनेको बालुवा मिसिएको माटो। ओके, बालुवा मिसिएको माटोलाई फेरि के भन्ने थोसा, माटोलाई फेरि हुक है।
ओके अनि गिट्टीलाई हामी के भन्छौं छागाल छागाल भनेको गिट्टी हैन थोल भनेको ढुङ्गा है मोरे भनेको बालुवा सक्थान भनेको कोइला अनि अर्को मोरे पनि हुन्छ यसलाई पनि लेखौं यस्तो वाला मोरे भनेको पर्सी है सक्थान भनेको कोइला आल्गोइच्यो आमसक भनेको चट्टान ढुङ्गासँग मिल्ने भयो हैन ओके ल हुक भनेको माटो रहेछ थोसा भनेको फेरि बालुवा मिसेको माटो रहेछ हैन छागाल गिट्टी रहेछ सक्थान कोइला आमसक चट्टान अनि याचवाला मोरे भनेको बालुवा अनि अपलसी वाला मोरे भनेको फेरि पर्सी थोल भनेको ढुङ्गा हैन थोल भनेको फेरि के हो त बच्चाको पहिलो जन्मदिन पनि हो है त्यसलाई पनि लेख्ने बच्चाको पहिलो जन्मदिन पनि हो थोल थोल जान्छी बच्चाको पहिलो जन्मदिन बच्चा 1 वर्ष पुगेपछि जुन बर्थडे मनाइन्छ नि बर्थडेमा पार्टी दिन्छ त्यसलाई थोल जान्छी भनिन्छ बच्चाको पहिलो जन्मदिनको भोज पार्टी है खुम्बान्जी सुनको औँठी दिने पनि गरिन्छ भन्ने पढेको थियो नि हो उपहारको रूपमा कामना गरिन्छ ओरे सालगी उए फार्मिदा लामो समय आयु बाँचोस् भनेर कामना गर्ने गरिन्छ त्यही भएर खुम्बान्जी दिन्छ सुनको औँठी भनेर पढेको हो थोलजाबी अनि त्यसमा थोलजाबी गर्ने गरिन्छ थोलजाबी भनेको फेरि त्यो बच्चाको पहिलो जन्मदिनमा बच्चाको अगाडि राम्रा छोन छेरीहरू राम्रो सामग्रीहरूलाई चाहिँ नस राखेर त्यसलाई चाहिँ छोप्न दिने है जस्तै राम्रो चीजहरु भन्नाले पेन्सिल राखिदिने किताब राखिने पैसा राखिदिने हैन यस्ता राम्रा चीजहरु राखेर जे छोप्यो त्यसै अनुसार चाहिँ उनीहरुले के गर्ने मिरेरो लाएर फोगी हुए भविष्य जान्नको लागि चाहिँ त्यो गर्ने है जस्तै पेन छोप्यो भने ठुलो विद्वान बन्छ भन्ने अर्थ लाग्छ है अल्गोइच्यो किताब छोप्यो भने पढ्छ हैन भन्ने अर्थ लाग्छ त्यस्तै गरी धागो सिल धागो छोप्यो भने आयु लामो हुन्छ लामो समय बाँच्छ भन्ने त्यस्तो खालको चाहिँ कामना पनि गर्छन् त्यस्तो खालको आशा पनि रहेको हुन्छ है केमा त थोलजाबीमा अनि अर्को छ छिमजनमुल भनेको छ छिमजनमुल भनेको सिल्ट भन्छ सिल्ट भनेको कस्तो भन्दाखेरि गेग्रेटो भने पनि हुन्छ त्यो टल्किने माटो के है गेग्रेटो बुझ्नुहुन्छ टल्किने माटो गेग्रेटो भने पनि हुन्छ है टल्किने माटो अथवा गेग्रेटो गेग्रेटो भन्ने बुझ्नुहुन्छ त्यो माटोमा टिलिक टिलिक टल्किने देखिन्छ त खोलामा हैन हो टल्किने चिजहरु भएको त्यसलाई गेग्रेटो पनि भन्छौं हैन त्यसलाई छिमजनमुल भनिन्छ है टल्किने माटो अथवा गेग्रेटो अनि सुरो सुरो भनेको वाटरवे भनेको जलमार्ग नहर पनि भने हुन्छ नहर क्यानल भन्ने अंग्रेजीमा भन्दा के भने नहर के कुलो क्यानल गराको पानी लानलाई सुरो है अनि थोङ्नो भनेको थोङ्नो भनेको फेरि के हो त बाटो खिल भनेको नि बाटो है खोचोकथरो भनेको फेरि एक्सप्रेस हाइवे है
ल अनि छुन्छ राधा भनेको फेरि पानी अथवा माटो सफा गर्नु, पानी अथवा माटो सफा गर्नु। माटो हटाउने सफा गर्ने भने है, जस्तै खोला नालाको जुन पानी हुन्छ त्यसमा भएको झारहरू हैन, पानी सफा गर्नु भनौँ न, पानीको सतह, पानी अथवा माटो सफा गर्नु भन्दा पनि पानी सफा गर्नु भन्दा अझ उचित हुन्छ है। ओके, छुन्छ राधा। साइदा भनेको थुप्रिनु, थुप्रिनु थुप्रिनु। साथा भनेको थुपार्नु, साथा थुपार्नु। साइदा भनेको थुप्रिनु है। साथा यो चाहिँ मेन भर्ब एक्टिभ भर्ब भयो भने साइदा पेसिभ भर्ब। खनेदा भनेको छ नि खनेर निकाल्नु, खनेर निकाल्नु है, जसलाई खनेदा भन्छ। अंग्रेजीमा भन्दा टु एक्जाभेट भन्छ, टु एक्जाभेट। खनेर निकाल्ने काम के हो त फेरि एक्जाभेटरको, खुल्साकीको है, खुल्साकीको काम के रहेछ त खनेदा अथवा टाङ्गोल फादा, जमिन खन्ने पढाएको नि हामीले। अनि अर्को भनेको छ छेग हादा भनेको हटाउनु, अनि खिल्गा नेदा भनेको चाहिँ खनेर कोट्याएर निकाल्ने के, खोस्रेर है, खोस्रेर कोट्याएर निकाल्ने। खिल्गा नेदा स्क्रैप अप भन्छ। खोस्रनु अथवा कोट्याउनु, कोट्याएर निकाल्ने, कोट्याएर निकाल्नु है। त्यसलाई खुल्गा नेदा भन्ने। हटाउनुलाई छेगा आधा, खिल्गा नेदा भनेको खोस्रनु अथवा कोट्याएर निकाल्ने कि एकदमै हेर्नु, खोस्रेर निकाल्ने। अनि थोसारुल छरी आधा भनेको छ, थोसा भनेको अघि मैले भनिसकेँ सेडिमेन्ट भन्छ अंग्रेजीमा हैन, बालुवा मिसिएको माटो है। बालुवा मिसिएको माटो चाहिँ छरी आधा भनेको मिलाउनु, व्यवस्थापन गर्नु। बालुवा मिसिएको माटो छरी आधा भनेको मिलाउनु, व्यवस्थापन गर्नु भनौँ न। बालुवा मिसिएको माटो मिलाउनु, व्यवस्थापन गर्नु भने छरी आधा मिलाउने हो कि ह्यान्डल गर्ने भनेको है। त्यसलाई थोसा भन्ने, माटो मात्रलाई मैले भनेको छु अघि, भुक भनेको माटो मात्र, थोसा भनेको बालुवा मिसिएको माटो है। अनि पाराथुरिदा भन्छ। पाराथुरिदा भनेको चाहिँ पाराथुरिदा अथवा हुबीफादा भनेको तान्नु अथवा सक गर्नु, चुस्नु है, पाइपबाट तान्ने के, सक गर्ने, सक गर्नु है, सक गर्नु अथवा तान्नु, चुस्नु। सक गर्नु भनेको चुस्नु हो के है। त्यसलाई चाहिँ के भन्ने, पाराथुरिदा है। हाँस्ने कुरै छैन हैन,
पाइपले चुस्ने हो बाबु, आइसक्रिम चुसेको होइन, बरफ चुसेको होइन, ललिपप चुस्ने होइन कि है, पाइपले पानी चुस्ने, सक गर्ने भनेको है। आलको इच्छु ल मुरुल पुरिदा भनेको फेरि पानी छर्कनु है, ललिपप चुसेको होइन, पानीले पाइप सक गर्ने भनेको है। ल मुरुल पुरिदा पानी छर्कनु, पानी छर्कनु, पुरिदा पानीले छर्ने है। दिएको छ नि चित्रमा, चित्र पनि ख्याल गर्नुपर्छ, एक्जाममा आउँछ यो। अनि मुरुल पेदा भनेको छ नि, मुरुल पेदा भनेको पानी, पेदा भनेको हटाउनु है, पानी हटाउनु, पानी हटाउनु है, पेदा हटाउनु, पोप्ता हटाउनु हैन, पेदा पोप्ता, पोप्ता भनेको नि हटाउनु हैन, फिसुटमा मिल्छ। मुरुल पेदा लेख्नु यसलाई है। यो होबी फादा भनेको के रहेछ त, सक गर्नु, तान्नु, चुस्नु रहेछ भन्ने। अनि हामीले पढेको थियौं नि अघिल्लो च्याप्टरमा, होना फादा मिक्स गर्नु है, होनाप्की मिक्सर मेसिन पढेको नि, धागोवालामा के वन्सा सिलवाला हैन च्याप्टरमा, समीवाला च्याप्टर भनौँ न, समी टेक्सटाइलवाला है। आलको इच्छ होना फादा, त्यसलाई पनि लेखिदिन्छु। होना फादा, यसको उच्चारण कसरी गर्ने, होना फादा मिक्स गर्नु। अनि होबी फादा भनेको फेरि के रहेछ, तान्नु, सक गर्नु है। मुरुल पेदा, पेदा भनेको नि हटाउनु, पोप्ता भनेको नि हटाउनु। अर्को के होला, छिउदा, छिउदा भनेको नि हटाउनु, सफा गर्नु हैन हो। अनि छेगा आधा भनेको नि हटाउनु, लेख्नु है, लेख्नु। छेउी आधा भनेको नि हटाउनु, हो। अरु पनि छन्, यति जान्दा हुन्छ। पेदा, पोप्ता, छिउदा, छेगा आधा, छेउी आधा, यो सबैको अर्थ हटाउनु है। पेदा भनेको फेरि घटाउनु पनि हो क्या, घटाउनु, सबट्र्याक्सन गर्नु, त्यसलाई पेगी भन्छ, पेगी है, पेगी, पेगी भनेको घटाउ, अंग्रेजीमा भन्दा सबट्र्याक्सन, सबट्र्याक्सन भन्ने। जस्तै ओएस सा पेगी मेन अलमा, यो 5 देखि 4 घटाउँदा कति हुन्छ भन्ने भने के भन्ने, इलिमिना 1 हो भन्ने। यो आउँछ पछि फिनुसियममा, स्किल टेस्टमा आउँछ। ओएस सा पेगी मेन अलमा यो भन्ने सोध्छ के भन्ने, 5 बाट 4 घटाउँ, इल भन्न पर्यो, तल्लो पर्न त भएन हैन। यो आउँछ, खोपागी मल्टिप्लाई, नानुगी डिभाइड, थआगी एडिसन हैन, त्यो पनि सोध्छ। ओके ल, पेगी ए पेदाबाट आएको। पेदा भनेको खास के रहेछ, हटाउनु पनि रहेछ, पेदा भनेको घटाउनु पनि रहेछ। पेदा भनेको हटाउनु अथवा घटाउनु। अनि पोप्ता भनेको निकाल्नु हो, पोप्ता भनेको मान्छे छान्नु हैन, सारामुल पोप्ता मान्छे छान्नु, छिगोनुल पोप्ता कामदार छान्नु, उसु सावनुल पोप्ता उसु उत्कृष्ट कामदार छान्नु, रोज्नु, त्यो अर्थ नि लाग्छ है। छिउदा भनेको हटाउनु, छिउदा भनेको सफा गर्नु है, हालको इच्छा। अनि छेगा आधा हटाउनु, छेउ आधा हटाउनु, यो फिसुटमा मिल्ने हो हैन, अवस्था अनुसार फरक फरक ठाउँमा फरक वर्ड चाहिँ युज हुन्छ हैन। यसलाई पनि तयारी गर्ने।
अनि यहाँ दिएको छ हेरौँ है, यो वर्ड मिनिङहरु पनि हेर्छौं। अब यहाँ हाछन् भनेको छ नि, हाछन् भनेको स्ट्रिम, अंग्रेजीमा स्ट्रिम भन्छ, नेपालीमा भन्दा खोला, तिरौ खोला, घमा खोला, तुलबुलिया खोला, हैन, खोला। अनि नदीलाई फेरि खाङ भन्ने, खाङ भनेको नदी, खाङ आधा भनेको फेरि बलियो हुनु है। अनि याक खादा भनेको कमजोर हुनु, याक भनेको औषधि, याक भनेको करिब, अनि याक आधा भनेको फेरि कमजोर हुनु है। यसलाई पनि हेर्ने, यसरी पढ्यो भने बुझिन्छ। खाङ नदी रहेछ, हाछन् भनेको खोला रहेछ हैन। अनि ख्वाब, ख्वाब भनेको उच्च चाप, ख्वाब उच्च चाप, हाई प्रेसर भनेको खो भनेको उच्च है। छ भनेको न्यून, पढेको थियौ नि हामीले हो। जस्तै खोवन उच्च तापक्रम पढेको थियौ, खोवन भनेको के त उच्च तापक्रम, छवन न्यून तापक्रम हैन। त्यसैगरी खो भनेको उच्च रहेछ, छ भनेको न्यून, खोले उच्च भन्ने जनाउँछ, छले न्यून हैन। ख्वाब, अब यो आप भन्ने कहाँबाट आयो, आम्नेकबाट, आम्नेक भनेको चाप प्रेसर, ओके। यही खो प्लस यो आम्नेको आप जोडेर ख्वाब भएको, जसको अर्थ के रहेछ, उच्च चाप। होसु पाइप, अघि मैले भनिसके, फाइफु अनि ख्वान, ख्वान फाइफु होसु भनेको पाइप है। टाक्टा गादा कराउनु है। अनि सिमादा भनेको नि कराउनु, थुनथुनादा भनेको नि कराउनु है। अनि नियम कडा हुनुलाई फेरि अम्बे खादा, अम्बे खादा भनेको नि कडा हुनु हो, तर के कडा हुनु, नियम। छेउछिकी अम्बे खादा नियम कडा हुनु है। अनि अरु कुनै वस्तु जमिन हैन कि सामानहरु कडा छ भने फेरि त्यस्तो बेलामा के भन्ने त, टाकटाक आधा। जमिन कडा छ भन्न पर्ने पनि के भन्ने, तानी टाकटाक के हो, जमिन कडा छ। सिम आधा, जस्तै नेम्सेका सिम आधा, गन्ध कडाउनुलाई के भन्ने फेरि नेम्सेका सिम आधा। थुनथुनागे कडा रूपमा भनेर हामीले त्यो है, कडा रूपमा फिक्स गर्ने गरी भनेर पढेको थियो नि खपुजिपमा, फर्मा हैन, फर्मा जडानमा, त्यसलाई पनि पढ्ने। अनि मेरुदा भनेको चाहिँ पछि धकेल्नु, पोस्टपोन गर्नु, मेरुदा अथवा यङ्गी आधा, यङ्गी आधा पनि भन्छ है। यो भनेको पोस्टपोन गर्नु अथवा पछि सार्नु भनेको। के पछि सार्ने त, समय है। मिरुदा यङ्गी, यङ्गी आधा भन्ने है।
पोस्टपोन गर्नु, पछि सार्नु भन्ने है। ल अनि खुयक भनेको क्षेत्र, छियक भनेको नि क्षेत्र, छिबाङ भनेको नि क्षेत्र है। यो सबैको अर्थ क्षेत्र। नानुदा भनेको भाग गर्नु है, नानुदा भनेको भाग गर्नु, नानुदा, खुन्पेआदा, खारादा, खारुदा, खारुदा हैन, नानुदा, फुन्बेआदा, खारुदा, यो सबैको अर्थ के हुन्छ त? भाग गर्नु, विभाजन गर्नु है। अर्को पनि हुन्छ अझै, सेबुनादा, यो सबैको अर्थ हुन्छ भाग गर्नु, विभाजन गर्नु भनेको है। नानुदा, फुन्बेआदा, खारुदा, सेबुनादा, भाग गर्नु भनेको। छुमुल्याङ भनेको चाहिँ अर्डर क्वान्टिटी भनेको, अर्डरको परिमाण है, अर्डर परिमाण भनेको है। अर्डर परिमाण, अर्डर गरेको परिमाण क्वान्टिटी भनेको है। अनि यो हुरुदा भनेको छ नि, हुरुदा भनेको बग्नु, हुरुदा, हुल्लिदा भनेको बग्नु, जस्तै पानी बग्नु, मुरुल हुरुदा हैन। हुरुदा, हुल्लिदा भनेको बग्नु, फ्लो गर्नु। अनि अस भनेको फेरि के हो त? छिटो। अस भनेको छिटो पनि हो, अस भनेको कृपया पनि हो है। अस आस्यो भन्यो भने फेरि छिटो गर्नुहोस् भनेको, अस आस्यो भनेको छिटो गर्नुहोस् हैन भने जस्तो। अनि जस्तै खादा ओदा भन्यो भने फेरि जस्तै अस ओस्यो भने पार फेरि कृपया आउनुहोस्। अस भनेको छिटो पनि हो, अनि यसमा चाहिँ क्रियाहरू के, जस्तै खादा ओदा आयो भने पछाडि जस्तै अस ओस्यो भनेको कृपया आउनुहोस् भनेको है। अस खास्यो कृपया जानुहोस्, अस आन्जुस्यो कृपया बस्नुहोस् हो, बुझिन्छ नि? त्यसरी बुझ्ने। खुतोङान भनेको त्यो अवधि है। अनि फुदुरप्ता भनेको नरम हुनु, फुदुरप्ता नरम हुनु भने है, फुदुरप्ता भनेको नरम हुनु। कडा हुनुको फान्दे माल के रहेछ? नरम हुनु, त्यसरी बुझ्नु है। यसलाई पनि तयारी गर्ने। अझै छ त, फम्फु भनेको पम्प, तान्ने पम्प। अनि खुट्टा भनेको जम्नु, खुट्टा भनेको जम्नु अथवा कडा हुनु। जस्तै सिमेन्ट जम्नुलाई के भन्ने? सिमेन्ट थुगा खुदस्यो, सिमेन्ट जम्यो हो। वस्तु जम्नु के, कुनै वस्तु जम्नुलाई खुट्टा। अनि पानी जम्नुलाई फेरि के अन्त? अल्दा भनेको जम्नु, तर के जम्नु? पानी है। अरुम भनेको आइस, अरुम भनेको आइस। अरुमूल भनेको जमेको पानी है। अरुमूल भनेको जमेको पानी, आइस वाटर भनेको के, बुझिन्छ नि? आइस वाटरलाई के भन्ने? अरुमूल है। कुनै वस्तु जम्नु कडा हुनुलाई खुट्टा भन्ने, पानी जम्नुलाई अल्ला भन्ने हैन।
अनि जम्नुको फान्डे के हुन्छ त पग्लिनु फान्डे पनि जान्नु पर्यो नि पग्लिनुलाई फेरि के भन्ने त नोक्ता पग्लिनु मेल्ट हुनु के है नोक्ता नोखिदा भन्ने नोखिदा पनि भन्छ नोक्ता पग्लिनु नोखिदा भनेको पग्लाइनु भन्ने अर्थ हुन्छ मेल्ट गराइनु कि है यसलाई पनि हेर्ने नानुदा भनेको भाग गर्नु विभाजन गर्नु है अर्थ लाग्छ ल अब यहाँ हेर्नु होला आल्माजुन गसुल खोल्ला मिल्ने कुरालाई छानेर फोगी वा खाची उदाहरण सँगसँगै फेवारुल वार्ता वानसँग आस्यो पुरा गर्नुहोस् खनेदा भनेको खनेर निकाल्नु है छेउको हादा भनेको हटाउनु अनि पारा दुरिदा भनेको फेरि सक गर्नु तान्नु भनेको है सक गर्नु तान्नु पुरिदा फर्कनु हेर्छौँ यहाँ पहिले एउटा फोगी हेरौँ अनि त्यसपछि अरू सल्भ गर्ने है फोगी उदाहरण गाले भन्छ छिम्जनमुरी छिम्जनमुरी भनेको टल्किने माटो गिग्रेटो टल्किने माटो मानुन्दे धेरै भएकोले अथके कसरी हल्का गरौँ भन्छ टल्किने माटो धेरै भएकोले कसो गरौँ भनेको छ अनि नाले के भन्छ होबी भोसुरो है सकिङ पाइपद्वारा अब यो वर्डलाई युज गर है यसलाई युज गर्छ अब सकिङ पाइपद्वारा पारा दुरिदा भनेको सक गर्नु तान्नु हैन सकिङ पाइपद्वारा सक गर्नु गरौँ अथवा तानौँ भन्नु पर्यो है होबी भोसुरो पारा दुरिदालाई अनि कुन भिएसटी लागेको छ त भिएसटी प्लस बसिदा र उप्सिदा लागेको छ है भौलिनी हुँदा बसिदा कन्सेन्ट हुँदा उप्सिदा रहने हुँदा पनि बसिदा जसको अर्थ औरौ भन्ने हुन्छ है यसले के गरेको छ प्रपोजल गरेको छ प्रस्ताव गरेको छ है ओके टल्किने माटो धेरै भएकोले कसो गरौँ भनेको छ गाले अनि नाले भन्छ होबी भोसुरो है सकिङ पाइपद्वारा पारा दुरिप्सिदा तानौ सक गरौँ भनेको बसिदा उप्सिदा लाग्यो बुझ्नुभयो यसलाई के लाएर इन्डिङ गर्नु पर्ने रहेछ बसिदा भवेल इन्डिङ भयो बसिदा कन्सोनेन्ट इन्डिङ भयो उप्सिदा जसको अर्थ औरौ प्रस्ताव गर्ने हो कि प्रस्ताव गरेर इन्डिङ गरेको रहेछ है अरू वर्ड कहाँ युज हुन्छ त्यही लगाउने बुझ्नु भएको छ नि अनि फानमालमा फेरि हामी भिएसटी प्लस फेरि के गर्ने जा जसको अर्थ पनि के हुन्छ औरौ है इल्भन छाइगे खोप्सिदा गाले भन्छ हाछाने खोलामा सुफुरी भनेको झाडी झार है खोलामा झाडी मानुन्दे धेरै भएकोले अथके हाल्कायो कसो गर्ने हो भन्छ है खोलामा झाडी धेरै भएकोले कसो गर्ने हो भनेर भनेको छ है सुफुल भनेको वास्तवमा के रहेछ झाडी है खोलामा झाडी धेरै भएकोले कसो गर्ने हो भन्छ नाले के भन्छ सुफुरुल झाडीलाई अब के गर्नु पर्यो त भाइ बहिनीहरू भन्नु त झाडीलाई हामीले के गर्न सक्यौं झाडीलाई के गर्ने हटाऊ भन्न मिलेको मिलेन हैन र छेग हातलाई छेग हाप्सिदा हटाऊ यो आयो है त यो पनि अलरेडी युज गर्यो अर्को हेरौँ दुईमा है अब यसमा बुझ्नुपर्ने कुरा छ सुफुल सुफुल भनेको झाडी है झाडी भनेको है झाडी
फुल मात्र भन्यो भने फेरि के हो घाँस झार है अनि गम पनि हो टाल्ने गम के अनि बवाला फुल भनेको फेरि बत्ती पनि हो आगो पनि हो है अनि सुप सुप भनेको फेरि जंगल वन है वन जंगल